2083 3 महिना 30 गतेका उपचार गर्न मिर्मी हस्पिटल जानुभयो अनि 30 गते त्यसै दिन चाहिँ दुःखद घटना भयो। अब यस होम कुमारी थापा मगरको त्यसै सिलसिलामा आज यहाँ सम्मेलनमा व्यक्त गर्नलाई हाम्रो यस कालीगण्डकी गाउँपालिकाका पूर्व अध्यक्ष तथा गाउँपालिका राष्ट्रिय महासङ्घका महासचिव आदरणीय व्यक्तित्व खिम थापाको नेतृत्वमा हामी चाहिँ यहाँ उपस्थित भएका छौँ। अनि यसै सिलसिलामा मैले एउटा चाहिँ यहाँ संवेदना पत्र यहाँ चाहिँ तयार पारेको छु, त्यो म यहाँको बिचमा वाचन गर्न चाहन्छु। गण्डकी प्रदेश स्याङ्जा जिल्ला कालीगण्डकी गाउँपालिका वडा नम्बर 1 आरिङगौडा निवासी शशिराम थापाकी श्रीमती अङ्गबहादुर थापा र गोपाल थापाको ममतामय माता होमकुमारी थापा मगरको यही मिति 2083 साल 3 महिना 30 गतेका दिन 72 वर्षको उमेरमा असामयिक निधन भएको हुँदा सिङ्गो कालीगण्डकी गाउँपालिका दुखित भएको छ। यस दुःखद घडीमा मेरो आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ। साथै शोक सन्तप्त परिवारजन इष्टमित्र नातागोता सम्पूर्णमा हार्दिक समवेदना व्यक्त गर्दछौँ। मृतक होमकुमारी थापाको स्वर्गवासको कामना गर्दै हामी 1 मिनट मौन धारणा गर्न गइरहेको छौँ। म सबैलाई 1 मिनट यस्तो मौन धारणा गर्नलाई हार्दिक अनुरोध गर्न चाहन्छु। है ल सुरु। फुल अर्पण गर्दै जानु पनि म अनुरोध गर्दछु। यो गेट खोल्दै हुन्थ्यो नि।